Hello guys, welcome to my new vlog. Hope you are fine guys. तपाईँहरू सधैँ हुनुहुन्छ होला हैन? आज जङ्गलतिर खाना आइदिएको हैन? सुरुमा लास्ट गर्मी छ नि त, त्यही भएर गर्मी खाने जङ्गलमा हावा पुरै पानी नि परिरहेछ टक्क, अनि चिसो हावा पुरै हावा चलिरहेछ हैन? हावा नि बबाल चलिरहेछ हैन? पुरै खाडो रहेछ यहाँ, फेरि भलाएर होला के यहाँ माथि क्यानिन बाटो रहेछ। यहाँदेखि माथि चाहिँ जान दिँदैन हैन? यो चाहिँ निकुञ्जक आर्मीले बारेछ हैन? कृषकहरूको रुख छ मजाको। वाउ बबाल हावा चलेछ। तपाईँहरू ल्याउन सक्नुहुन्छ यहाँ। चिसो हावा खान मन छ भने, गर्मी लागिरहेछ भने आनन्दको ठाउँ छ। चट्ट लगाएर 1 hour later. धेरै मान्छेहरू आइरहेको हुन्छ यहाँ साँझतिर होइन, यसो हावा खानलाई, फ्रेस हुनलाई। त्यस इलाका शान्त छ, वातावरण चिल छ होइन? गाडीले हामीलाई क्या एकछिन बस्नु पर्यो। यो पारी चाहिँ त्यो चाहिँ नेपाल टार हो, तल चाहिँ होइन? उतातिर बिहानी बस्ती, उता अगाडि गयो भने गोलडुङ्गा, पारी चाहिँ लोलाङ होइन? पारीको साइड लोलाङ हो, यतानु चाहिँ बिहानी बस्ती यतातिर। यहाँ चाहिँ माथि के भन्छ होइन? त्यहाँ माथि जङ्गलतिर जान मन थियो खासमा मलाई चाहिँ। त्यो जङ्गलै जान नदिने भएको कारणले आर्मीहरू पुरै माथि बसिरहेको हुन्छ चौकीदार गरेर, त्यही भएर रोडको साइडमा हिँड्नु परेको छ। जस ठिकै हुन्छ, राम्रो तरिनीहरू आइरहेको हुन्छ यहाँ चट्ट लगाएर गफसफ गर्नलाई। दुईजना केटी छ गाइज होइन? म चाहिँ तिनीहरूलाई अब जिस्काउने हो, हेरौँ के भन्छ, के रियाक्सन आउँछ होइन? चट्ट लगाएर मलाई हेरिरहेछ, हाँसिरहेछ। मैले अस्ति अलिअलि मैले बाल देखाएन, फेरि म बाल दिँदैन क्या, थाहा छ नि त होइन? म जान्छु के भन्छ होइन? अन्तिममा गएर यहाँ पनि छ दुईजना केटीहरू बसेर फोटोसोटो खिचिरहेछ होइन? पुरै फोटोसोटो दिइरहेछ चट्ट लगाएर। यहाँ छ पछाडि प्रो गर्दै जानु पाएँ, के रमाइलो हुन्थ्यो होला है मेग्री। बिरे काल्न छप्लम उत्तिष्ठी कडा हुँदैछ है जियोस्। परास अन्त अग्ला रुख हो रे हो। ढाड सड्के जस्तो छ यार, आया ढाड दुखेर मर्न लाग्यो भने ओ लास्टै सड्क्यो। यहाँ पुरै हिँड्नै गाह्रो भयो। ओहो झन्मा कस्तो जाने भनिरहेको थिएँ, ढाडै सड्किएको। अब घरतिर निस्किनु पर्ला जस्तो छ यार होइन? ढाडसा सड्किनु लाग्यो। अनि फाइनली गाइज अब चाहिँ हामी फर्किन लागेको होइन? ढाड दुखेर मर्न लागे। पर फुलबारी गेट हुँदै जाने हो, त्यहाँ अलिअलि खाजा खाने, त्यसपछि घर जाने। मलाई बौला भन्दा के भन्छ, बर गर्छ भन्दा डुलुर कमाउनु परेन गाई। भविष्यमा केही नभए पनि कहिले भाइरल भइगयो भने त आहा होइन? ड्याम यो खाल्डो छ तर फेरि ड्याममै पस्टो र फेरि यहाँ यस्तो छ। यहाँ एउटा सुरुङ बैठा छु टक्क लगाएर। यहाँदेखि भित्र चाहिँ के बाघ भालु छ भन्ने सुने हो मैले। खतरा सुरुङ छ यो होइन? यसमा राति बाघ बस्छ अरे होइन? खतरा सुरुङ छ।
तल झ्याङबारी बाँसबारी यस्तो छ काठमाडौँको भित्र आज तर चिसो हावा तर आनन्द आनन्द हिँड्र झ्याम्पुतेलीहरू उफ्रिरहन् के छ तिलसडी यस्तो तिलसडीको खबर डरले मोज गर्ने भयो अब त्यो घिराउनलाई होइन सर लाएर चिटिक्क लाएर हेर्छन् कस्तो आनन्द रहेछ क्लियर वाउ गाइड मर्मत कार्य भइरहेको रहेछ अघि चाहिँ हेलो शैली चिरो भल्चिरो नि रहेछ पुरै खौलो छ सरर लाएर चट्ट पारेको भ्यू छ गाइज देख्न सक्नुहुन्छ तपाईँ हावा खान आउन सक्नुहुन्छ साँझको बेलुकाको टाइममा ल है गाइज पारियामा घर पुरै बगैँचा छतमा यस्तो यो हो नि त तरिका सदुपयोग खानु पर्यो बाँच्नु पर्यो यहाँ माथि के रहेछ जङ्गलले जङ्गल निकुञ्जक राष्ट्रिय निकुञ्जक चितवन साइज यो चाहिँ गाइज हा केदेखि मलाई फलो गरेछन् अब के भाइरल मान्छेहरूसित यस्तै त हो नि अब होइन पछाडि छन् लुती गर्छन् अब धेरै भाइरल भएपछि गाह्रो हुँदो रहेछ यसो समाजमा यसो गरी खाना टेकी खाना बसी खाना कलाएर आकाशे पुल नेपालको आकाशे पुल यस्तै त हो नि ब्रो हामी नेपालको आकाशे पुल लोटी मर जान्थे झन्नै यार चिप्लिकिन पुरै हिलो रहेछ क्या त्यो रुख पनि कराएको छ अब म यहाँदेखि एकछिन जान्छु हिँड्दै त्यसपछि अलि पर बनाउँछु होइन त्यतिर जङ्गलहरू चाहिँ जङ्गलहरू बाहिर चाहिँ बबाल रेस्टुरेन्टहरू छन् क्या होइन चिसो मौसममा अब टक्क लाएर तातो झोल खाने आनन्दै हुन्छ सर हावा खाने झोल खाने एउटा दोत्रो रुख रहेछ जस वातावरण पनि राम्रो सफा चिटिक्क परेको यस्तो छ इजी ल यस्ता छ नि त लहरे बेला यिनी लहरा कम बलिया हुन्छ नि लहरे बेला कतिलामा लहरे बेला लास्टै बलिया हुन्छन् के हुनु चाहिँ यहाँ अर्को आइसक्यो गाइज होमस्टे खाजा घर क्याफे अब जे नि भन्न मिल्छ सरर लाएर यहाँदेखि हिँड्दै जानुपर्ने हुन्छ पारि पुग्यो तिनीहरू मेरो ढाड दुखेर हिँड्नै सकेको छैन पछि लखर गर्दै हिँडेको छु होइन अब पत्रकार जस्तो मान्छे म झारपात पत्रकार त भइगएँ अलि मिलिनै क्या भ्लगर भयो त यहाँ उत्तिसा दाउरा चाहिँ दाउरा छन् है किन्न आउने लग्ने बे आउन सक्नुहुन्छ गाइड यस्तो छ तरबार राम्रो छ वातावरण चिसो हावा सडकमा हिँड्यो टक्क गाडी चाहिँ अलि मस्त हिँड्छन् क्या गाडीहरू मस्त हिँड्दाखेरि नि अलिक झ्याउ हुने यहाँ अर्को रेस्टुरेन्ट आइसक्यो हाम्रो खाजा घर तन्दुरी चिकन मोमोसोमो कता गइयो त खाने खाना मन लागिरहेको थियो मलाई लाग्न त के गर्ने के कुदा खान मर्छन् ख्यालमै मर्छन् यिनीहरू पारि काठमाडौँ लास्टै कुदाउँछन् यार हिँड्न नि गाह्रो भइगयो हो किमु त छ किमु फलेर हिँड्छ चट्ट लगाएर खाइहिँड्यो त्यो लराबाले घाँस बाख्राहरू त हेर्नु यस्तो दामी ठाउँ हेरौँ गाइस हो चाहिँ नेपालको कोइला खानी हो यो भित्र कोइला छ अरे कोइला अनि त्यो ढाङमा होइन जे पनि हुनसक्छ अब के गर्नु यस्तै छ हाम्रो ताल होइन सरर लाएर
वाह 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 मोज गरे खान हो भना निर्माया झर्नु पर्ने हुन्छ लुट जान्थ्यो यार चटपटे चटपटे खाने हो टक्क लगाएर अनि घरतिर निस्किने हो या हेर्न सक्नुहुन्छ केटिएम सिटी दामी छ है दामी गाइज आहा यो गुम्बा भन्छ नि यहाँ गुम्बा राम्रो छ राम्रो ब्युटिफुल यसो खाजा खान लाग्यो होइन गाइज यो चिप्स अनि यो फ्रुटी मकै छ मकै खाएर जाने हो अब चट्ट लगाएर चाहिँ हामी खाइपिएर पनि निस्किनु लाग्यो अनि आजलाई चाहिँ यति गाइज अब लाइक मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला